हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। सो अब हामी चाहिँ आज बिहान चाहिँ पानी पर्दै थियो। अब अहिले हामी मार्केटतर्फ जाँदैछौँ, तरकारीहरू किन्छौँ। आज छुट्टीको दिन, कम्पनीको खाना खाने बानी फ्रीमा दिन्थे। आज त अब आफै पैसाले किन्न परेन, जान्छु मार्केटतिर। ढक्कन ल्याउँदै यसको ढक्कन त अब यता चाहिँ छ साथी होइन, यता छ भाइ। अस्तिसम्म यहाँ मकै थियो कि, तर माटो चाहिँ यहाँ कस्तो कालो क्या यार। म भन्दा नि कालो रहेछ यहाँको माटो। माटो चाहिँ यस्तो दामी छ कि फिट गर्छु, किनभने घाम नलागे पनि यस्तो दामी सिन्देछ, हरियाली होइन। अब टक्क यता चाहिँ पुरा बारीको पुरा ठुलो फाँट छ क्या, आँखाले नभेट्नु जस्तो छ। अब फस्केर पुग्छ होइन। अब मार्केट पनि अब 2 देखि 3 किलोमिटर छ नि त। अब ट्याक्सी छैन, के छैन होइन, गाह्रो छ। गाउँ साइड परेर भिजोक छ यार सर्बियामा, यार गाह्रो छ हो। ब्याङ्कमा जान पनि अब हिँडेर चाहिँ अब त्यत्रो टाढो 1 घन्टा जति लाग्छ हिँडेर जानु पऱ्यो भने चाहिँ। तपाईँको अब के हुन्छ भने ट्याक्सी भए चाहिँ इजी हुन्थ्यो नि त हाम्रो जानलाई, त्यही त गाह्रो छ। के हरायो यस्तो दामी सिन छ आज बिहानको, बबाल छ के हरायो भाइ तिम्रो? ल अनि कस्तरी झारे त, मेरो पकेटमा त परेन। फेरि भाइको साउन हराएर क्यामेराको ल भेट्यो। देख्नु पर्यो नि त, हरियो हरियो घाँसहरू पनि खाँदै गर। त्यो खालि त्यो पर के मासु धेरै केटाहरू, मासु धेरै नखाउ न, हरियो सागपात खानु पर्यो नि त हो भनेको। यस्तो पानी पर्ने सिन छ, किनभने गाह्रो छ नि त, गाह्रो छ। अहिले क्यामेराबाट चाहिँ हामीले भिडियो बनाउँदै थियौँ कि, तर के भयो भने अब अटोमेटिकली आफै बन्द गर्ने होइन। फर्स्ट टाइम युज गऱ्यो भने त फेरि थाहा भएन नि त कसरी युज गर्ने, त्यही भएर अब क्यामेरा चाहिँ अटोमेटिकली अफ भइरहेछ। त्यस कारणले गर्दा चाहिँ अहिले चाहिँ अब त्यो खालि त्यो पर के मासु धेरै केटाहरू, मासु धेरै नखाउ न, हरियो सागपात खानु पर्यो नि त हो भनेको। यस्तो पानी पर्ने सिन छ, किनभने गाह्रो छ नि त, गाह्रो छ। अहिले क्यामेराबाट चाहिँ हामीले भिडियो बनाउँदै थियौँ कि, तर के भयो भने अब अटोमेटिकली आफै बन्द गर्ने होइन। फर्स्ट टाइम युज गऱ्यो भने त फेरि थाहा भएन नि त कसरी युज गर्ने, त्यही भएर अब क्यामेरा चाहिँ अटोमेटिकली अफ भइरहेछ। त्यस कारणले गर्दा चाहिँ अहिले चाहिँ अब मोबाइलबाटै भिडियो बनाउँछौँ भन्ने तर्फ लाग्यो। अब जाँदैछु होइन, सर्बियामा चाहिँ जाडै छ, हेर्नु सक्नुहुन्छ होइन, बुढी लगाएर हिँड्दा छ। तै पनि चिसै लागिरहेछ, किनभने अब फर्स्ट टाइम आएको थियो नि त, अनि त्यति थाहा थिएन कि अब ज्याकेटहरू बोकेर आउनुपर्छ भनेर चाहिँ। अब चिसो भए पनि अब म्यानेज गर्दैछु, चिसो छ दामी छ। अनि के छ केटाहरू, अनि कति चिसो? भाइ त सर्ट लगाएर आएको छ, भित्र पुरा खुल्ला। यता त फुल ज्याकेट लगाएर छ केटाहरूले होइन, सेन्डु मात्रै लगाइरहेको छ। गर्मी हुन्छ क्या हिँड्दै, तर पनि ठिकै छ। अलिक स्वेल भरे सेन्डुमा हिँडिन्छ, अलिक बुझ हालेर। नाङ्गै हिउँ खेल्ने मन छ क्या। चुप कर बे कुत्ते, यही बोला था इसने। दाइ हामीलाई पनि पर्तिरसँग छोडिदिनु न है, गर्नु मिल्दैन। सक्नुहुन्छ गाइज होइन, पानी पऱ्यो यार। गाह्रो छ है, गाह्रो छ। यस्तो दामी देखेछ कि भन्नु, आम्मा रोडहरू स्ट्रेट होइन। तपाईँको पानी परिरहेछ, छिटो जानुपर्छ। उयो खानाको छ नि एउटा मोदीलाई त्यो त्यो दामी भ्युज आइरहेको छ नि, यस्तो छ टक्क भर्खर त अब
टक्क छिर्दैछ होइन गाउँ छिर्दैछ यो चाहिँ अब सर्बियाको गाउँ साइड है त गाउँ नै भन्नु पऱ्यो ल टक्क लाएर पानी चाहिँ खतरा परेछ होइन त्यो सबै ल हेर्न सक्नुहुन्छ होइन केटाहरू चाहिँ अगाडि गइसकेको छ होइन म जान्छौँ चाँडो किनभने पानी अलिक बेसी नै परिरहेछ बुझ्छ पनि होइन अन्त केटाहरू अगाडि हिँड्दैछ पछाडि छ पानी भिज्यो नि त भिज्यो त यार नहल्लाउनु हो झन् त्यसै त भिजिरहेछ गाह्रो छ त हो जाडोमा जाडो झन् पानी परेछ के गर्नु ल देओस् पानी पऱ्यो नि होइन तर दामी देखाउँछ यस्तो राम्रो ओ के हो यार यार तिमी नआउने चेन गाडीमा राति उयो आऊ ट्रान्सलेट गर्ने के राति आउने अरे के अनि भूत कस्तो बोल्दो रहेछ भनेको मार्केट चाहिँ पुग्न लाग्यो होइन अब चाहिँ मिनिमम धेरै छैन लगभग आइपुग्न लाग्यो पानीले पुरै भिजिसकेको छ हामी चाहिँ होइन कपडा सब पुरै भिजिसकेको छ हेर्न सक्नुहुन्छ होइन गाह्रो छ नि हो गाह्रो छ के गर्नु घरबाट निस्किनु बेला पानी परेको थिएन अब लगभग आधी बाटो आइपुगेपछि चाहिँ पानीले भेटिहाल्यो नि क्या त्यो पानी परिहाल्यो गाह्रो छ नि हो गाह्रो छ के गर्नु अवस्था एकदम गाह्रो छ सर्बियामा साह्रो छ मार्केट आइपुग्यो केटाहरू पर छ दुईजना होइन पुरै भिजिसक्यो यार कपडा यार अब अर्को भुँडी पनि अब सुक्या छैन गाह्रो छ भोलि ड्युटी जान्छ नि त कल जो आजको मौसम चाहिँ पुरा पानी परिरहेको छ होइन गाह्रो छ मार्केट चाहिँ आइपुगिसकेको छ हाम्रो चाहिँ मार्केट आइपुगिसक्यो अब गएर अब सामान किनिन्छ होइन यो अब खुल्ला छ कि छैन त्यो थाहा भएन होइन पसल चाहिँ खुल्ला छ कि छैन थाहा भएन यहाँ चरा बसिरहेको छैन चरा हो देख्नु गाई छियो चाहिँ चरा हो तपाईँहरूले देख्नु भएको छैन होला ऊ पर हात्ती बसिरहेको छ डिस्प्रेमी बसेर मार्केट चाहिँ फाइनली आइपुग्यो होइन कलाएर यो हो मार्केट एरिया चाहिँ यही हो होइन ठ्याक्कै फाइनली मार्केट आइपुग्यो अब निस्किन्छन् अब देखाउँछ हामी तपाईँलाई होइन मार्केट पनि फर्किहाल्यो होइन अब भित्र चाहिँ अब भित्रै छ रुमतर्फ हिँड्दैछु अब 500 रुपियाँको पहिला सुरुमा खर्च भयो होइन
500 रुपियाँ 10 रुपियाँ फिर्ता जान्छु अब अनि त्यहाँ 10 रुपियाँ होइन 10 रुपियाँ फिर्ता त्यसको प्लास्टिक किनेको होइन टमाटर फटाफट जानुपर्छ भोक पनि लागिसक्यो होइन के भन्छ नयाँ चिक्नी दालमा जाँदैछु यस्तो दामी कलर आएर छ यस्तो दामी देखिरहेको छ रुम पनि आइपुग्यो होइन अब हामी ट्याक्कै रुम आइपुग्यो तेरो यता हिँड्दैछ साइडबाट हिँड्दैछ होइन अब आइपुग्यो अब टट्टा लाएर तरकारी बनाएर खाइन्छ होइन अब पानी चाहिँ अब अघि चाहिँ परिरहेको थियो कि अहिले चाहिँ पानी लगभग रोकिसकेको छ चिसो चाहिँ खोकी लागेको छ अब जहाँसम्म अब भिडियो यहीँ एन्ड गर्न चाहन्छु भिडियोमा हजुरहरूले माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन यति नै भन्न चाहन्छु हवस् त